हेलो नमस्ते सबैजनालाई यहाँहरु सबैजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत छ र मेरो भिडियो हेरेर चाहिँ कृपया मेरो भिडियोलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र यहाँहरु सबैजनालाई चाहिँ ह्यापी न्यू इयर 2026 नयाँ सालको शुभकामना भन्न चाहन्छु र दिन चाहन्छु र यहाँहरु सबैजनाको चाहिँ यो नयाँ वर्ष चाहिँ राम्रो होस् सबैजनाको राम्रो होस् यो नयाँ साल चाहिँ राम्रोसितले चाहिँ नयाँ साल चाहिँ बितोस् भन्ने चाहिँ अब कामना गर्दछु म चाहिँ अनि अहिले चाहिँ म चाहिँ यो पोखराको लेक साइड 27 स्टेट फेस्टिभलमा चाहिँ सडक मसबमा अहिले चाहिँ म यो हलन चोक एरियामा छु है लेक साइड एरिया कृपया भिडियो हेरेर चाहिँ सब्स्क्राइब गरिदिनु होला भन्दै यो चाहिँ पोखराको लेक साइड हलन चोक एरिया हो र यो हलन चोक यो स्थानबाट चाहिँ हाम्रो दमदमे गाउँ पाने घाटी छिना सिदाने पञ्चासे छुट्ने बस छुट्ने ठाउँ हो र यहाँबाट चाहिँ दिनको ठिक 3 बजे चाहिँ पञ्चासे जाने बस छुट्छ है यो चाहिँ पञ्चासे जाने बस छुट्ने स्थान हिजोको दिनमा चाहिँ डिसेम्बर 31 तारिकको दिनमा चाहिँ अब न्यू इयर इभ भएको हुनाले चाहिँ यहाँ चाहिँ अब क्राउड भिडभाड एकदम धेरै थियो खुट्टा टेक्ने ठाउँ थिएन र आज चाहिँ अब खासै भिडभाड छैन आज चाहिँ जनवरी 1 तारिक नयाँ सालको दिन आज चाहिँ होइन आज चाहिँ भिडभाड खासै छैन तर म यो हलनचोकबाट अगाडि बढ्दैछु कतिको भिडभाड छ के कसो छ हजुरहरू चाहिँ यो वेबसाइट देख्नुहुन्छ है हजुरहरू सबैजना चाहिँ ह्याप्पी न्यू इयर है अहिले चाहिँ म चाहिँ यो ताल बाराई चोक स्थानमा आइपुगेको छु यो चाहिँ बाराई चोक हो विशेष गरी ताल बाराई चोक भनिन्छ यसलाई चाहिँ र यो चौताराबाट चाहिँ यता दाहिने साइड तलतिर जानुभयो भने चाहिँ ताल बाराई मन्दिर जाने ठाउँ हो
है। अनि र तपाईँहरू चाहिँ तालपराई मन्दिरमा गएर चाहिँ भगवान्को दर्शन गर्न सक्नुहुन्छ होइन। एकदम राम्रो छ मन्दिर, राम्रो छ ठाउँ, राम्रो छ एकदम। त्यो तालमा ढुङ्गा चढ्दाखेरि चाहिँ कति एकदम आनन्द आउँछ, एकदम राम्रो छ। र अब म चाहिँ अब यो बारै चोकबाट चाहिँ हजुरहरूलाई लेफ्ट साइड देखाएको छु ल। अब यहीँसम्म चाहिँ अब म अब रिटर्न ब्याक हुन्छु। हजुरहरूलाई चाहिँ सबैजनालाई ह्याप्पी न्यु इयर 2026। यो चाहिँ पोखरा लेक साइड 27औं सडक महोत्सवको दिन। आज चाहिँ जनवरी 1 तारिक, नयाँ अङ्ग्रेजी 2026 साल नयाँ सालको दिन हो आज चाहिँ होइन। हिजोको दिनमा चाहिँ अब भव्य रूपमा चाहिँ अब एकदम भिडभाड थियो भने चाहिँ आज चाहिँ भिड केही कम भएको छ। र यहाँहरू सम्पूर्णलाई सबैजनालाई चाहिँ नयाँ वर्षको शुभकामना र लोसारको शुभकामना, नयाँ सालको शुभकामना। र यो आउँदै गरेको 2026 को नयाँ सालले चाहिँ यहाँहरू सबैजनाको अब यो वर्ष चाहिँ राम्रो होस् भन्ने चाहन्छु। सबैजनाको सबै राम्रो होस्, सबैजनाको यो नयाँ साल चाहिँ राम्रो होस् भन्ने चाहिँ कामना गर्दछु। र यहाँहरू सबैजनाले कृपया चाहिँ मेरो भिडियो हेरेर चाहिँ कृपया सब्सक्राइब गरिदिनु होला भन्दै अब अगाडिको भिडियोहरू हेर्नु होला। लेक साइड चाहिँ मैले चाहिँ अब पुरै अब यो लेक साइड स्ट्रिट फेस्टिभल 27 स्ट्रिट फेस्टिभल सडक महोत्सव चाहिँ यहाँहरूलाई चाहिँ मैले चाहिँ मेरो भिडियो मार्फतबाट देखाइरहेको छु। कृपया सपोर्ट गरिदिनु होला। हस्, धन्यवाद। पोखरा सडक महोत्सव 27औं पोखरा सडक महोत्सव लेक साइड। र यहाँहरू सबैजनालाई नयाँ सालको शुभकामना, ह्याप्पी न्यु इयर। अहिले चाहिँ अब यो सडक महोत्सवबाट चाहिँ अब म घरतर्फ लाग्दैछु र भिडियो यहीँसम्म हो। भिडियो कृपया हेरेर सपोर्ट गरिदिनु होला, कृपया सब्सक्राइब गरिदिनु होला भन्दै यहाँहरू माझमा बिदा चाहन्छु। शुभरात्रि, गुड नाइट। फेरि पनि ह्याप्पी न्यु इयर, नयाँ सालको शुभकामना फेरि पनि। हस्, सबैजनालाई चाहिँ अब यो नयाँ साल चाहिँ सबैजनाको चाहिँ एकदम राम्रोसितै नयाँ साल चाहिँ राम्रोसितै जाओस्, बितोस् भन्ने चाहिँ कामना गर्दछु। सबैजनालाई चाहिँ वन्स अगेन ह्याप्पी न्यु इयर। ओके, बाई बाई, टेक केयर, गुड नाइट।